पुराना पार्टीहरूले मेरो पार्टी र आफ्ना कार्यकर्ताहरू मात्रै हेरे, जसको कारण देश यो अवस्थामा पुग्यो। व्यवस्था परिवर्तन भयो, देशमा नयाँ सरकार गठन भएको छ। यो सरकारबाट नेपाली जनताले ठुलो अपेक्षा गरेका थिए र छन्। तर सरकार गठन हुनासाथ व्यवस्थापन बिना नै सुकुम्बासीहरूको घर टहरामा डोजर लगाउने र हालसम्म पनि स्थायी व्यवस्थापन नगर्ने, तलवृत्तिमा पनि ठुलो र सानोको आधारमा गर्ने र निम्न आय भएका व्यक्तिहरूलाई लक्षित गरी कुनै राहतको प्याकेज नआउनुले यो सरकार पनि गरिबको होइन जस्तो लाग्छ। तपाईँलाई के लाग्छ? कमेन्ट गर्नुहोला। धन्यवाद। जय होस्।